हाई गुड मर्निङ भइसकेको छ र राइट नाउ बिहानको 5:30 5:28 भएको छ अनि कतिको उज्यालो भएको छ भन्दाखेरि ओहो उज्यालो भएन धेरै छ ल ल यो चाहिँ मेन रोड अँधेरो नै रहेछ म उठेको चाहिँ अघि 4 बजे होइन जो मान्छे घर 10 बजेसम्म पनि उठ्दैन जसलाई उठाउनलाई मम्मी वहाँबाट कराउनु पर्छ त्यो मान्छे 4 बजेमा उठे मैले भन्थेँ नि मलाई चिन्ताले नि उठ्छु के म कहिलेकाहीँ म उठ्दिनँ जस्तो लागिरहेको थियो आर्लामले पनि 4 बजे उठेँ मम्मी चाहिँ पुग्नु भयो पोखरा अनि इनड्राइभ के अरे अब आजकल त त्यो सिटिआर सरी आजकल त त्यो चाडबाड सकिया छैन नि त राम्ररी अनि धेरै इनड्राइभ नै भेट्दै थिएन के अनि मम्मीलाई स्क्रिन सेयर गरेर इनड्राइभ गरिदिएँ अनि मम्मी जानुभयो अनि मैले भर्खरै त्योवाला भिडियो एडिट गरेँ कुनवाला त एडिङ टु के यु विथ ममवाला अनि म उठेँ मेरो साथी जसलाई मैले राति बिर्सिएँ सुतिन्जेल च्यापे बिहान उठेर त ऊ पर थियो आयो अब I'm too nervous to even speak भने जस्तो सिचुएसन भयो कि म अघिदेखि मम्मीसँग बोलिरहेको थिएँ होइन सो यता डिस्टर्ब भयो कि जस्तो लाग्यो मलाई सरी मेरो हात गल्यो अब चाहिँ के गर्ने नुहाउन मन छ कसरी नुहाउने यसै काटु या नहीं काटु मेरे मान्छेहरूले त हेर्ने हो अरू कसैले हेर्दैन नै काटौँगी के अरे कपाल चाहिँ नुहाउँछु ओह मम्मी घर पुग्नु मजा मेसेज आयो कपाल चाहिँ नुहाउँछु शरीर चाहिँ धरेधरमा म सक्दिनँ बिहान बिहानै आज यस्तो खतरा घाम लागोस् यस्तो खतरा घाम लागोस् देन आएपछि आफै पानी तात्तिएको होस् के लाइक त्यो सकिँदै नसकेस् कि तातो पानी त्यस्तो खालको घाम लागोस् अब 5:30 भयो के गरौँ म त के गरौँ अहिले कपालदेखि नुहाउने र अलिक एकछिनपछि नुहाउँछु 6 बजे 6:30 बजीतिर नुहाउँछु कपाल यत्तिकै बस्छु है तबसम्म हुन्छ फेरि साँच्चै के गर्नु वाइ सो मच इन के भनौँ यस्तो कन्फ्युजनवाला स्टेटमा छु कि म त्यो अर्कोवाला भिडियो एडिट गर्न रुम टुरवाला हो त्यो गर्दै बसौँ कि फेरि फोनमा चार्ज पनि छैन भने होइन म त्यही गर्दै बस्छु उठिसकेँ के सुत्नु निन्दै लागेन मलाई अहिले निन्दा पनि कसरी लागोस् फर्स्ट डे रे अनि ओके सो आजको फर्स्ट दिनको लागि म भइसकेको छु रेडी अब खाना खान बाँकी छ अनि थोरै मेलापत गर्न बाँकी छ मसँग खास के छ गर्नलाई मसँग मोइस्चराइजर छैन सनस्क्रिन छ लिप ओइल छ लिप लाइनर छ अरू केही पनि छैन अलिक पछि लिउँला नि त केही भएन अहिले चाहिँ 8:13 भए 9 बजी त्यहाँ पुग्ने सोचेको लेट्स सी के हुन्छ कपाल चाहिँ सुकिसकेको छ यस अघि नुहाएको मैले अब चाहिँ म जान्छु खाना खान ओके कस्तो कि नमिलेको जस्तो लाग्यो मलाई लेट्स सी बाहर चल्दैन बस